श्री स्वस्थानी व्रत कथा अध्याय 29। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः। तब अगस्त्य मुनिले विनयपूर्वक फेरि स्कन्द कुमारलाई सोध्नुभयो, हे स्कन्द कुमार, तपाईँका मुखारवृन्दबाट सृष्टिको सारा क्रम र विष्णुका छलले महादेवजीसित विवाह भएकी दक्ष प्रजापतिकी छोरी सतीको पवित्र चरित्र तथा दक्ष प्रजापतिकै यज्ञ कुण्डमा हाम फाली प्राण त्यागेर पछि हिमालयकी पुत्री भई जन्म लिएकी पार्वतीले स्वर्गमा श्री स्वस्थानी भगवतीको व्रत पूजा गरेर फेरि शिवजीलाई नै पति पाएकी अनि पार्वतीकै आज्ञाले पातालमा पुगेर अस्वस्थामा ऋषिले प्रचार गरेको श्री स्वस्थानी देवीको व्रत पूजाका प्रभावले ती दुखिनी नागिनीहरू आफ्नो मनोरथ पूरा भई असंख्य सम्पत्ति पाई रमाएको तथा पार्वतीकै आज्ञाले मर्त्यमण्डलमा आई सप्त ऋषिहरूले ती अत्यन्तै दुखिनी गोमा नामकी ब्राह्मणीलाई श्री स्वस्थानी देवीको व्रत पूजा गराई लावण्य देश अर्थात् लुम्बिनी राज्यकी राजमाता बनाएको एवं श्री स्वस्थानीको निन्दा गर्दा चन्द्रावतीले दुःख पाएको र अप्सराहरूको आज्ञाले यथाशक्ति श्रद्धा भक्तिका साथ स्वस्थानीको व्रत पूजा गरेरै त्यस पूजाका प्रभावले उनलाई आफ्ना पतिका साथ मिलाएको कथा श्रद्धा सहित सावधान भएर मैले सुने। अब गोमा ब्राह्मणीका बाद मर्त्यमण्डलमा अरू कसले श्री स्वस्थानी देवीको व्रत पूजा गरे र के कस्तो कस्तो फल पाए, यस बारेमा पनि 2-3वटा कथा अरू सुन्न चाहन्छु। त्यस्ता जन पनि अरू कोही छन् भने कृपा गरेर तिनको बारेमा बताइ बक्सियोस् भन्दा स्कन्द कुमार आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, गोमाका बाद चित्रवन नामको विचित्रको नगरमा बस्ने धर्मपरायण बाल विधवा सुलोचना नामकी नारीले ब्रह्माको गण्डस्थलबाट अर्थात् हिमालयबाट निस्की पहाडका गिरी गरा कन्दराहरू हुँदै गंगासित मिल्न दक्षिणतिर हानिँदै बगेकी गण्डकी यानी साली नदी तथा महिषासुरलाई उसको गर्दनमा समातेर लातका लात गोद्दा पृथ्वीमा भुवाङ परेर निस्केकी देवकी अर्थात् देवकी नदी अनि यज्ञकुण्डमा हामफाली उमाले प्राण त्याग गरेको सुन्दा दक्ष प्रजापतिका उप एकाएक उठेको महाक्रोधको झोकमा महादेवले आफ्नो त्रिशूल पृथ्वीमा ग्वाममा रोप्दा प्वाल परी पृथ्वीभित्रबाट निस्केकी त्रिशूली नदी सबै आफ्नो बाटो हुँदै बग्दै बग्दै आएर एकै ठाउँ मिलेको त्रिवेणी अर्थात् 3 आठे चुल्ठो जस्तो बनेको र पवित्र पानी मिलेर अति पवित्र भएको त्यो 3 नदीको दोभान र नारायणको असाध्यै प्रिय स्थल बनेकोले नारायण भगवान नै सबैभन्दा पहिले आफैले त्यस संगममा नुहाई त्यहाँ माघभरि मकर स्नान गर्नेलाई मरेपछि सरासर वैकुण्ठ पुर्याउने आफ्नो नारायणी शक्ति उही घुसाएकाले त्यहीदेखि संयुक्त रूपमा नारायणी नदी नाम पाएको ठाउँ देवघाट अर्थात् देवघाटमा अर्थात् सामान्य मनुष्यले मकर राशिभरि सूर्य रहेको दिनमा प्रयागको त्रिवेणीमा त्रिकाल स्नान गरेर स्वर्गको बास पाए चाहिँ देवताहरूले वैकुण्ठ बास प्राप्तिका लागि मकरभरि नित्य नुहाउने गरेको अनि अप्सराहरूले पनि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नित्य आई नुहाउने गरेको त्यस्तो देवघाटको छेउछाउमै कुटी बनाई धुनी जगाई योगिनीको रूपमा बसी पद्मासन कसी अनि ध्रुवले चाहिँ ओम नमो भगवते वासुदेवाय यो मन्त्र निरन्तर जप गर्दै सूर्यको तेजमा मात्रै मन टक्क अड्याई दुस्तर्क दुश्चिन्ता दुस्तृष्णा दुर्व्यवहार सारा त्यागी 12 महिना त्यस त्रिवेणीमा त्रिकालै नुहाई प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक माघ शुक्ल पूर्णिमासम्म उहिले गोमाले जस्तै गरी नियमपूर्वक व्रतमा रही माघ शुक्ल पूर्णिमाका दिन श्री स्वस्थानीको विधिपूर्वक पूजा गरी 60 वर्षमा 60वटा श्री स्वस्थानीको व्रत पूजा र त्यसै त्रिवेणी 60वटा नै माघ स्नान गरेकी पुण्यका प्रभावले तिनी योगिनी परलोक गएपछि जस्ती भइन्। त्यो रोचक कथा कल्प र चौ घडीको बयान सहित अब म तिमीलाई सुनाउँछु। तिमी ध्यानपूर्वक सुन, चित्त लगाएर सुन। हे अगस्त्य मुनि, पुनर्जन्म हुन्छ भन्ने कुरामा पूर्ण विश्वास नभइकन धर्म कर्म गर्नमा सही श्रद्धा रहँदैन। तसर्थ तिमी पहिले पुनर्जन्म हुने कारणहरू सुन। सत्वगुण रजोगुण तमोगुण मिलेका सूर्यका किरण रहने आकाशमा सत्वगुण प्रधान रहेको समयलाई सत्ययुग अनि रजोगुण प्रधान रहेको समयलाई त्रेतायुग तथा रज र तम मिलेर प्रधान रहेको समयलाई द्वापर युग र तमोगुण मात्र प्रधान रहेको समयलाई कलियुग भनिन्छ।
सत्तो भनेको असल हो, रज भनेको उदण्ड हो र कली भनेको महालठ हो। उक्त चारै युगको समूहलाई चौघडी भन्दछन्। यस्ता 72 चौघडीको आधा कल्प या 12को एक दिन हुन्छ अनि त्यति नै समय 12को रात पनि हुन्छ। यी दुवैलाई मिलाउँदा एक कल्प हुन्छ। त्यो आधा कल्पमा एक अङ्कका सामु 19वटा शून्य क्रमैले तेर्सोतिर लेख्दा त्यो एकको स्थायी मान जति हुन्छ त्यति वर्षको हुन्छ। यी 72 वटै कलियुगमा तत्कालीन ब्राह्मणहरूले आफ्ना पुर्खा आर्यवर्तका ब्राह्मण वर्गले आफ्नै सन्तानहरूले मात्र सिद्ध गर्न सक्ने गरी थाती छोडेर गएको ब्रह्माण्ड विजय योग शक्तिको साधना गर्न बिलासिएर च्यात्तै छोडिदिन्छन् र तिनीहरूको जे चितायो त्यही गर्न सक्ने शक्ति बिलाएपछि पहिलेका तिनै युगसँग योग बलले चुमुर्क्याइएका दानवहरूले सूर्यास्त भएपछि राक्षसी शक्ति बढ्ने अन्धकार रातको पालो आए चाहिँ मौका पाएर आफ्नो दानवी भौतिक शक्तिको विकासका लागि भूमिभित्रबाट निकालिएका गोरूपधारी पृथ्वी माताका हाड रूपी फलाम, कोइलाहरू अनि कलेजा, फोक्सा रूपी अरू खनिज पदार्थहरू तथा बोसोहरू, खनिज तेलहरू एवं सास रूपी बाफहरू निकालिएर खोक्री वर्णासन्न भएर नारायण नारायण भन्दै आर्त स्वरले पुकार्न थालेकी पृथ्वीलाई देखि नारायण भगवानले त्यति नै समयका लागि पृथ्वीलाई आफ्नो प्रलय यानि डुबाउने शक्तिको प्रयोग गरी समुद्रले ढाकिदिनुहुन्छ। त्यस प्रलय कालमा पनि तातो न तातो सूर्य र चिसो समुद्र यी दुवै नै निराधार आकाशमा आफ्ना ठाउँमा झुन्डिएका झुन्डै रहन्छन्। यिनै दुई सूर्य र समुद्र नै पुरुष अर्थात् भाले र प्रकृति यानि पोथी हुनाले यिनको सृष्टि कहिले भयो, कसरी भयो र यिनको विनाश कहिले हुन्छ, कसरी हुन्छ भन्ने निधोक अझसम्म कसैले पनि निर्कुल गर्न सकेका छैनन्। त्यसै ढाकिएको प्रलयकालको मौकामा नै प्राणीका काटिएका ठाउँमा घाउ पलाए झै पृथ्वी माताका सबै अङ्ग प्रत्यङ्गहरू पलाएर तयार भइसक्छन् अनि विष्णुकै शक्ति वराह प्रभुले आफ्ना वराह शक्ति अर्थात् बार भनेको पानीलाई आ माने आसमन्न त चारैतिर ह भनेको हटाउने शक्ति प्रयोग गरी प्रत्येक वर्ष माघे संक्रान्तिको 7 दिन पहिलेदेखि 7 दिन पछिसम्म गंगा सागरमा रहेको कपिल मुनिको आश्रममाथिको त्यो डुबाएर रहेको समुद्रको पानीलाई चारैतिर हटाएर त्यस आश्रमलाई उदाङ्गाए झैं नै पूरा समुद्रको 4 भागको 1 भाग जतिमा रहेको 7 द्वीपमाथिको पानी हटाइदिनुहुन्छ। त्यसै नडुबेको र डुबेर नउदाङ्गिएका सम्मको समयलाई एक कल्प भनिन्छ। हे अगस्त्य मुनि, यस्ता कल्प कति बिते कति गनेर साध्य छैन। प्रलय हुनुभन्दाका पहिलेका चौघडीहरूमा पनि वर्तमान चौघडीमा पनि कतिपय राक्षसहरू वा दानवहरूले अथवा राक्षसी बुद्धि हुनेहरूले शिवको या ब्रह्माको आराधना तपस्या गरेर उनलाई प्रसन्न पारी पाएका वर प्रसादले उन्मत्तिएर पाप फैलाए। गठ बाँधे सज्जन धर्मात्माहरूलाई पिर्नसम्म पिरे भने बीचबीचमा पनि विष्णुले आफ्नो शक्तिद्वारा इच्छा अनुसारको अवतार लिएर ती सारा दुष्टहरूलाई मारी सज्जन धर्मात्माहरूको र धर्मको रक्षा पनि गर्नुहुन्छ। यसरी प्रलयकाल हुँदा पृथ्वी डुबेको अवस्थामा पृथ्वीका चर, अचर, स्थलचर र नवचर प्राणीहरू स्वात्तै डुबेर मर्छन् र तिनका प्रेतात्माहरू वा प्रेत रूपहरू आफ्नो गुण, रूप, आकार, प्रकार, धर्म, कर्म, पाप, पुण्य बोकेर दूरदर्शनका पात्रहरू वायुमा स्थित बिजुलीमा विचरण गरे झैं आफ्नो वंशका साथ मिलेर सूर्यलोकमा अर्थात् सूर्यका असंख्य किरणहरूमा नै फलभित्र उसको स्वाद, गुण, पौष्टिक तत्त्व नदेखिने गरी रहे झैं रहेका हुन्छन्। यी पार्थिव वस्तुको पानीबाट बनेको देखिने हिस्सा काठ, पात, शरीर, जीव चाहिँ पानीमै सर्छ। नदेखिने तत्त्वहरू जति आकाशमा उड्छन् र सूर्यका बिजुलीमा फ्लपीका अक्षरहरू चाहिँ थन्कन्छन्। पछि फेरि कालान्तरमा डुबेको स्थल देखिएपछि पुरुष सूर्य र प्रकृति यानि पानीबाटै बनेको पृथ्वीको मेलमिलापको तारतम्यबाट उनै पहिलेकै सृष्टि दोहोरिन्छन् र दोहोरिरहन्छन्। आमाको शरीरका सामानहरूले बनेको देहका वस्तुहरू देखिन्छन् र त्यसै देहलाई आधार मानेर रहेका बाबुका गुणहरू देखिँदैनन्। अर्थात् शरीरमा नदेखिने जति बुद्धि आदि गुणहरू बाबु सूर्यका हुन्। एकै आमा बाबुका सन्तान र एकैचोटि एकै ठाउँमा जन्मेका दुई बालक पनि भिन्न भिन्न स्वभावका, भिन्न भिन्न आकारका, कोही सपुत त कोही कपुत हुन्छन्। कुनै पापी त कुनै धर्मात्मा भएका चाहिँ पूर्व जन्ममा जस्तो कर्म गरेर आफ्नो कर्मका साथै सूर्यलोकमा यानि सूर्यका असंख्य किरण रूपी लोकमा किरणकै स्वरूपमा मिलेर रहेको थियो। त्यही किरणले नै बाबु बन्नेको शरीरमा वायु चढे चाहिँ चढी उसको शरीरको तातोमा मिली उसलाई असिन पसिन पारी तताई आमाको रगतलाई आमा बाबुकै आकारमा जन्माउने जोडनका साथै भ्रूणको विकास गरी सञ्चालन गर्नका लागि स्वा स्वा गर्दै पलस्त परेकी आमाको गर्भमा आत्मा नामको बिजुलीको रूपमा आफू सञ्चित रहेका उसका पूर्व जन्मका संस्कार र सौर
बिजुलीमै रहेका काम क्रोधी अदृश्य गुणहरू साथै प्रवेश गर्छ अनि त्यसमा रहेको शोषित शक्तिले आमाको गर्भको विकृत रगतलाई आमा बाबुकै आकारमा जन्माउने, सञ्चालन गर्ने, पढाउने, हुर्काउने, बुढ्याउने, मराउने र जहाँबाट आएको हो उही पुर्याउने काम गर्दछ। याद राखे कि बाबुमा चढेको त्यो किरणवासी धर्मात्मा भए पर सरेको 7 रातसम्मको रगतमा अडिँदैन। 8 रातदेखिको रगतमा पापीहरू अडिँदैनन्। 14 रातमा केवल महापुरुष मात्र अडिन्छन्। 15 र 16 रातमा चाहिँ पुण्यात्माहरू मात्र अडिन्छन्। 17 देखि कोही पनि अडिन्नन्। पहिलो, दोस्रो, तेस्रो रातमा कोढीहरू मात्र अडिन्छन्। 4औं देखि 16औं रातसम्ममा पनि बिजोरमा छोरी र जोरमा छोरा मात्र अडिन्छन्। 3मा पनि ग्रहणादिमा, श्राद्धको दिनमा, एक छाकीको दिनमा, मूल नक्षत्रमा, माघान्तमा, रेवतीमा, अष्टमीमा, चतुर्दशीमा, जन्मदिनमा, औँसी पूर्णिमा रहेको गर्भमा अलक्षिणा अडिन्छन्। 7 रातसम्म पापी मात्र अडिने, पापी रगत शरीरमा रहने हुनाले त्यतिखेर ती पितृकार्यका लागि चोखिँदैनन्। प्राय 90% गर्भ यसै 7 रातभित्रै रहेका हुन्छन्। तसर्थ जहाँबाट आएको हो त्यहाँ फर्कनलाई यहाँ कस्तो कस्तो कर्म गर्नुपर्छ, पहिलेको सञ्चित अभ्यासले त्यस्तै त्यस्तै कर्म गर्छ र त्यस्तै कर्म गर्न ऊ रमाउँछ र गर्छ पनि। यसैको नाउँ स्वभाव हो। त्यसैले भिन्न भिन्न किरण लोकबाट आएका उही जातका पनि भिन्न भिन्न प्राणी वा मनुष्यको भिन्न भिन्न स्वभाव यस प्राणी जगतमा भएको हो। तसर्थ त्यो प्राणी जबसम्म विष्णुको कृपा पात्र हुँदैन तबसम्म त्यसै भुवरीमा चक्र लगाइरहन्छ। यसैलाई शिशुमार चक्र अर्थात् जन्मनु र मर्नुको फेरो भनिन्छ। पुराणमा जति देवता र जति लोक छन् ती सबै त्यो शक्ति हुने सूर्यका विभिन्न किरणकै नाम हुन् भनी वेदमा बताइएको छ। अर्थात् वेदका तिनै कुरालाई पुराणमा प्रस्ट्याइएको हो। हामी प्राणीहरू केवल सूर्यको प्रकाशलाई मात्रै देख्दछौँ र तीद्वारा प्रकाशित वस्तुलाई जान्दछौँ मात्र। प्रकाश नपरेको वस्तुलाई देख्दैनौँ। प्रकाशलाई अन्धकारले छेक्दैन। निष्पट्ट अन्धकारमा आफ्ना सामुन्यको आफ्नो हातलाई पनि हामी देख्दैनौँ, तर धेरै टाढा बालिएको आगोलाई देख्छौँ। त्यसकारण सूर्यका किरणहरूमा भएका शक्तिहरूलाई जान्नु नै ज्ञान हो। यस्तो यो ज्ञान प्राप्त गर्नका लागि जसरी युवतीको युवकमा र युवकको युवतीमा उनको भित्री अन्तरस्करणमा निरन्तर तमन्स्कता रहन्छ, त्यस्तै तमन्स्कता आकाशभरि ढाकिरहेको सूर्यको तेजमा 12 वर्ष रहिरह्यो भने त्यो तेज हृदयभित्रै झल्कन्छ र सकल ज्ञान प्राप्त हुन्छ। यस्तो जनलाई ज्ञानी भन्दछन्। ज्ञानीलाई पापले छुँदैन, शिशुमार चक्रको फेरो रहँदैन। यसैलाई विष्णुको कृपा पनि भनिन्छ। हे अगस्त्य मुनि, उता पृथ्वी डुबेको बेलामा जलचर चाहिँ असंख्य रूपमा बढेर समुद्रमा अटाइ नअटाइ हुन्छ अनि अघि अघि पृथ्वीले खोक्रिएको अवस्थामा विष्णुलाई आर्त पुकार गरे चाहिँ अब समुद्रले जलचरको भार थाम्न सकिन प्रभु भन्दै आर्त पुकार गर्न थाल्दछ। अनि विष्णुले आफ्नो वराह शक्ति प्रयोग गरे पृथ्वीमाथिको पानी हटाइदिएपछि त्यहाँ थुप्रिएका जलचरहरू त्यही मरी सडी कुहेर त्यसमा बडे बडे किरा पर्दछन्। त्यस सडानलाई नै क्षीर समुद्र साई विष्णुको अर्थात् समुद्रको जलमा रहने शक्तिको कानेगुजी भनिन्छ र त्यही देब्रे कानको यानि उत्तरी गोलार्धको कानेगुजीबाट उब्जेको बडेमानको किरालाई मधुदानवर अनि दाहिने कानको अर्थात् दक्षिणी गोलार्धको कानेगुजीबाट उब्जेको यामानको किरालाई कैटभ दानव भन्दछन्। विष्णुकै नाभि कमल यानि सृष्टिको केन्द्र स्थल नाइटोबाट उम्रेको अर्थात् समुद्रकै लेदो छिपछिपे पानीबाट उम्रेको पृथ्वी, जल, तेज, वायु, आकाश र कुनालको माथि खिलेको कमल पुष्प अर्थात् ती पञ्चमहाभूतको सामूहिक शक्ति मिले आकाशमा प्रकट भएको ब्रह्मा नामको ब्रह्मा कहिले चैतन्य शक्तिलाई र त्यसको उद्भव स्थानलाई भताभुङ्ग पारे पृथ्वीलाई दपदपे पानीमै डुबाई राखी त्यहाँ दानव देश बनाउलान्। जस्ता ती प्रबल दानव किरालाई हटाउन ब्रह्माका स्तुतिले प्रसन्न भएकी योग मायाले ध्यान गरी जगाइएका अर्थात् शरीर धारण गराइएका स्वयं विष्णु शक्तिलाई नै 5000 वर्ष लाग्यो र पनि नसकिएर विष्णु हैरान भई बसेको बेला ती किराहरू चम्किँदै सोहोरिएर आफू नजिक नजिक आई उफ्रदै उधुम मचाउँदै ए पाजी के नाप्न सक्छस् नाप भन्दा विष्णुले बाचा बधाई तिमीहरूलाई मारेर पृथ्वीलाई सफा पार्न सकौं भन्दा ती किराहरूले जलमा त हामीलाई मार्न त सक्दैनस्, थलमा हाम्रो शक्ति कमजोर हुने हुनाले पहिले पृथ्वीको पानी सुका अनि मात्र मार्न सक्लास् भन्दा इन्द्रलाई 12 वर्ष पानी नपार्ने आज्ञा दिई त्यहाँको पानी सुकाई अनि मात्र आफ्ना दुवै काखमा अर्थात् उत्तरी गोलार्धलाई र दक्षिणी गोलार्धलाई दायाँ बायाँपट्टि नजिकै नजिकै राखी ती सारा किरालाई आफ्नो चक्र चलाई मारी ब्रह्मालाई डुब्नबाट जोगाउनु भयो र तिनै मारेर सडेका जल जन्तुका हाड खोडका थुप्राले पहिलेका दर्केका पानीले र पहिरोले चेप्टिएका पहाडहरू चुलिए, भूमि मलिलियो। फेरि ब्रह्मा शक्तिले अघि सूर्यमा गइरहेका वंशहरू आफ्ना गुण, स्वभाव, आकार, प्रकार लिएर सूर्यका प्रत्यावर्तन शक्तिले पृथ्वीमा फर्कन थाले।
यसरी अचरहरू आइसकेपछि भ्यागुताले, पानी घोडाले, पानी मान्छेले जलथल दुवैमा सास फेर्न र अडिन सके झैँ पृथ्वीमा अडिन सक्ने मत्स्यकै नामले पुकारिने जल मानुषको रूपमा पैदा भएर मानिसहरू र अरू प्राणीहरू पनि समुद्रकै प्राणीमा जन्म लिएर मत्स्य न्यायबाट बच्न पृथ्वीमा आई निर्धक्कसँग रहन थाले र पानीमै जस्तो मैथुनी सृष्टि चलाउन थाले। पृथ्वीमै जन्मथलो हुनेको पानीमा सास फेर्ने शक्ति हरायो। त्यसैले प्रथम अवतार प्रभु मत्स्य रूप धारणम भनिन्छ। यसैलाई नै ब्रह्माको मानव सृष्टि अर्थात् जलचरलाई थलचर बनाउने इच्छा शक्ति पनि भनिन्छ। यिनैमा पहिलेका शास्त्र ज्ञाताहरू आफ्नो ज्ञान लिएरै जन्मने हुनाले उनैले फेरि पहिलेका शास्त्र विद्या कलाहरू प्रचार गर्दछन्। यसरी सबै स्थिति पूर्वकल्पकै जस्तै कल्पपछि दोहोरिन्छन्। जसरी प्रत्येक ऋतुमा पोहोरकै दृश्य दोहोरिन्छन् त्यसरी नै प्रत्येक कल्पमा पहिलेकै कल्पका वस्तु, चिजबिज, नरनारी, तिनका आकार प्रकार, गुण अवगुण, ऋतुका तारतम्य उनै दोहोरिन्छन्। यद्यपि उग्र पाप भोग्नका लागि मात्र मानव प्राणी, भूत, प्रेत, पिचास आदि र योनि तेर्सो शरीर भएका प्राणी भएर जन्मे पनि तिनमा आफ्नो वंशीय गुण र वंश चलाउने शक्ति हुँदैन। त्यसको संस्कार उसको आदि योनिको नै रहन्छ। हे अगस्त्य मुनि, जसरी समुद्रमा रहने सागरको पानी सूर्यका तापले ताती बाफ बनेर सागरमा पुगी ओम खम ब्रह्म ओम माने सत्व रज तम यी 3 गुण मिलेको खम माने आकाश नै ब्रह्म माने ब्रह्मा हो भन्ने वेदको यो अन्तिम निर्णय अनुसार नै आकाशमा थुप्रिएको त्यो बाफ नै सूर्यमा रहेको बलाहक नामको शक्तिले बादल बनी, त्यही बादल नै बलाहकको स्वामी इन्द्र शक्तिले चिसो पानी बनी, पिपिरी बजाउँदा चेपबाट चेपिएर निस्केको मुखभित्रको त्यो तातो हावा नै बाहिरको खुल्ला चिसो बतासमा ठोकिँदा आवाज निस्के झैँ बादलमाथिको तातो हावा चेपिएर मेघ भित्रको चिसो हावा मिल्दा बादल गर्जनी, दर्शन ढुङ्गामाथि दर्शन ढुङ्गा बज्रदा झिल्का निस्किए झैँ बादलमाथिको तातो बतासको बेग मेघभित्रको चिसो हुरीमा ठोकिँदा ती दुवैको आघातको बेग जुधेर जुदाईको बीचमा परेको पानीलाई चट्याङ बनाउँदै चम्कने बिजुलीले ठेली पानीको रूपमा मेघ, पानी, विद्युत, बतास र आकाशको संयुक्त शक्ति नै जलशायी साकार विष्णु हो। त्यस्ता विष्णुको चरणोदक अर्थात् मेघको पानी, ब्रह्माको कमण्डलु यानि मेघमणिको आकाशबाट पृथ्वी वा पृथ्वीको टाउको रूप, शिवको शिर मानिने हिमालयमा दर्की शिवको जटारूप मानसरोवरमा जम्मा भई भरिएपछि त्यहाँ नअट्टाई त्यो नअटाएको पानी भगीरथ प्रयत्नले अर्थात् त्यति अग्लो पहाडबाट खदारिँदै भिर, पहरा, ढुङ्गा मुडामा बजारिँदै पाखा भित्तामा ठोकिँदै छिया भई बल्ल तल्ल बडा मुस्किलले सम्ममा आइपुगी एकछिन पनि नबिसाई बिस्तार निरन्तर बग्दै गई फेरि सागरमै मिल्छ र फेरि ताती बाह बनी सागरमा पुगी पानी रूपमा वर्षी उसै सागरमै भगवन गरिरहन्छ। बाहभन्दा पानी नदेखिए पनि पानी मरेको अर्थात् बिलाएको हुँदैन। जसरी अन्न फलफुलमा रहेको पोषक तत्त्व, गुण, स्वाद देखिँदैन तर खाएपछि अनुभवले हुन्छ भन्ने थाहा हुन्छ, त्यसरी नै पानीबाटै बनेको यो शरीर पनि सूर्यबाट मिलेको त्यसमा रहेको शक्ति नदेखिए पनि बिलाएको हुँदैन। त्यसैले त्यसरी नै यो सृष्टि स्थिति प्रलयको आवागमन पनि भइरहन्छ। पानीको यसो आवागमन देखेर पानीबाट बनेको यो शरीरको पनि आवागमन भइरहन्छ भन्ने कुरो यसै अनुमानले ठम्ब्याउनु पर्दछ। यी आवागमन भइरहने हुनाले यसका सञ्चालक भगवान विष्णुलाई चक्रपाणी अर्थात् हातमा चक्र लिएर सृष्टि स्थिति प्रलयको रूपमा घुमाइरहने भन्दछन्। यिनै सब कारणले आकाशको जललाई विष्णुको चरणोदक र सृष्टि स्थिति प्रलयको आदि कारण वर्षेको जल नै हुनाले विष्णुलाई जलशायी भन्दछन्। क्षीर सागरमा शेष शय्या गरी सुतेका लक्ष्मीयुक्त अर्थात् क्षीर माने दूध झैँ सेतो प्रकाशमय, सागर माने अर्थात् आकाशमा व्याप्त विद्युत नै निराकार विष्णु हो र त्यस विद्युतमा निहित शक्ति नै लक्ष्मी हो भन्ने प्रकृति रूप जललाई अङ्गाली मेघ रूप धारण गर्ने शक्ति सम्पन्न विद्युत चाहिँ विष्णुको साकार रूप हो। यद्यपि समुद्रमा बडवानल नामले व्याप्त रहेको विद्युत पनि सूर्यबाटै समुद्रले संग्रह गरेको हो। तापनि आकाश रूप क्षीर सागरमा रहेको विद्युत नित्था तातो हुनाले ऊ पुरुष हो र जल रूप क्षीर सागरमा रहेको विद्युत चिसो तातो मिलेकाले प्रकृति हो। पुरुष भाले हो र प्रकृति पोथी हो। भाले पोथीको मेलबाट नै सृष्टि क्रम चल्ने हुनाले दुवैको विद्युत तातो मिली नै एउटै आत्मा बने पनि भाले पक्षको शक्तिलाई परमात्मा भनिन्छ, पोथी पक्षको शक्तिलाई जीवात्मा भनिन्छ। परमात्माले शरीर सञ्चालनका लागि आवश्यक पर्ने बल, विद्या, बाणी आदि समस्त शक्ति दिए पनि तिनलाई प्रयोगमा ल्याउने काम जीवात्माले गर्छ र त्यस कर्मको भोग पनि जीवात्माले नै भोग्छ।
परमात्मा त केवल उसका कामको साक्षी मात्र भएर रहन्छ। यसैले हामीले झुटो बोल्दा साथसाथै साक्षीले झुटो झुटो भनेर बकिरहेको हुन्छ। एउटै आत्मा भए एकैचोटि दुई कुरो बक्न सक्ने थिएन भन्नेहरूलाई द्वैतवादी भन्दछन्। र आखिर समुद्रले धारण गरेको विद्युत पनि सूर्यकै बिजुली त हो नि। जसरी अरू शक्ति दिए त्यो दैत्य शक्ति पनि दिए, ऊ दिन्छ मात्रै, स्वयं भोग गर्दैन भन्नेहरूलाई एकेश्वरवादी भन्दछन्। हे अगस्त्य मुनि, अहिलेसम्मको मेरो भनाइले त्यो विष्णु त जडात्मक पो रहेछ भन्ने भान तिमीलाई पर्यो होला। त्यस्तो भान हुनु स्वाभाविक नै पनि हो, किन्तु जल थल तारा नक्षत्र ग्रह गण सहितको समस्त आकाशमा व्याप्त भएर रहेको त्यो विद्युत रूप विष्णु त सदा सच्चित्त आनन्दमय स्वरूपमा रहेको छ। तसर्थ आफ्ना भक्तहरूले त्यो तेज रूपमा शङ्ख चक्र गदा पद्म लिएका पिताम्बर पहिरिएका मनुष्य आकारको रूपमा ध्यान गरे या स्तुति प्रार्थना आर्त पुकार गरे भने आफूमा हरेको चित्त माने चैतन्य शक्तिद्वारा भक्तले चिताए जस्तै प्रत्यक्ष रूपधारी भक्तहरूको आपत्ति टारिदिनुहुन्छ, आशीर्वाद दिएर दुःख हरिदिनुहुन्छ। कुनै दुष्टले धर्मनाश गर्न तम्सियो भने इच्छा अनुसारको रूपधारी त्यसलाई निभाइदिनुहुन्छ। धर्म र धर्मात्माहरूको नाश गर्ने दुष्टहरूको विशाल दल भए अवतार लिएर युद्ध रचित त्यसै युद्धमा सारा पापीहरूलाई भेला पारी तिनलाई स्वाहा पारिदिनुहुन्छ। आफ्नो सदा ध्यान गर्ने भक्तहरूलाई उनमाथि आइपरेका आपद विपदबाट रक्षा गरिदिनुहुन्छ। कहिलेकाहीँ लहर चल्यो भने साधारण रूपधारी लक्ष्मी या गंगा या सरस्वतीका साथ रमण पनि गर्नुहुन्छ। उहाँका यस्ता लीलाहरूको बखान गरेर साध्य नै छैन। भगवानका यिनै सब लीला र मनुष्यहरूमा भिन्न भिन्न विचारधारा हुनु नै पूर्वजन्मका अनुमानको कारण हो। यिनै सब कुरा नै हुन् पूर्वजन्म हुने कारणका प्रत्यक्ष विवरणहरू। हे अगस्त्य मुनि, तिमीले पुनर्जन्म हुने कारण सुनिसक्यौ, जान्यौ पनि। त्यसै कारण अब सुन, यस मर्त्यमण्डलमा गोमाका बाद श्री स्वस्थानीको व्रत पूजा विधिपूर्वक गर्ने सुलोचनाको आख्यान। अहिले यतिखेर चलिरहेको कल्पलाई पद्मकल्प भन्दछन्। यस कल्पको युग 28औं चौघडी हो। अन्तिम युगको प्रथम चरण चालु छ। यसभन्दा 11औं चौघडी पहिले अर्थात् 18औं चौघडीको त्रेता युगको अन्तिम चरणमा हिमालय पर्वतको पहाडी प्रदेशको दक्षिणी भागमा रहेको नारायणी नदीको पूर्वपट्टि भएको चित्रवन नाम गरेको राज्यका शासक सुरसेन सिंह नामका राजा थिए। तिनको राजधानी नारायणगढ नामको नगर थियो। राजधानीमा भव्य बजार थियो। राज्यका अरू ठाउँ ठाउँमा पनि राम्रा राम्रा बजार सजिएका थिए। गाउँहरूमा किसानहरू र कालीगढहरू रहन्थे। किसानहरू खेती किसानी गर्थे भने कालीगढहरू राज्यका जनताहरूलाई चाहिने सरसामान बनाउँथे। राजधानीबाट केही पूर्व त्यतिखेर सुन्दरपुर नाम गरेको बजारको वरिपरि रहेका 8-10 गाउँमा जजमानी गर्ने पुरोहित बाजे तुलसीराम आचार्य नामका गाउँले पण्डित थिए। उनी हसमुख, मिलनसार, परिआउँदा अरूलाई सकेको सघाउने, चतुर्मासा भरि गाउँवासीलाई पुराण सुनाउने अनि वैशाख पुरुषोत्तम कार्तिक एकादशीका महात्म्यहरू पनि ती महिनामा वा तिथिहरूमा बताउने, तिथि व्रतहरूको उद्यापन तथा पूजापाठ अनि श्राद्ध, न्वारण, व्रतबन्ध, विवाह आदि पनि शुद्धसँग विधिपूर्वक गराउने, परिआउँदा सप्ताह पनि भन्ने अनि हात जोड्ने, कुण्डली हेर्ने, चिना टिप्पण लेखिदिने तथा बिस्तुर नजाने झारफुक गर्ने काम पनि गर्ने एवं घरेलु ओखती पनि गरी टोपल्ने हुनाले उनी उनका जजमानहरूका अत्यन्तै प्रिय पात्र थिए। उनकी मनोरमा नामकी धर्मपरायण पत्नी थिइन्। उनले 2 छोरा मुनि 1 छोरी पाइन्। ती छोरी असाध्यै राम्री थिइन् र तिनका हेरिरौँ जस्ता आँखा हुनाले सबैले उनलाई सुलोचना भन्दथे। ती सानैदेखि शिलावती थिइन्। उनी 12 वर्षकी भएपछि उनका बाबुले उनको विवाह कर्म नारायणीकै डिलमाथि बनेको भव्य मन्दिरमा रहेको सिद्धिविनायक नामका गणेशजीका पुजारीका लायक गुणी छोरा श्रुतधरका साथ गरिदिए। त्यस बेलाको रीत अनुसार पर नसरिकन घर नपठाउने चलन हुनाले बाबुले छोरी अन्माएनन्। 1 वर्षपछि माइका रोगले श्रुतधर एकाएक मरे। बिचराले दन्दनाउँदो 14 वर्षको उमेरमा विधवा हुनु पर्यो। घरकाले अलक्षिणी भनी घरमा ढिम्कनै दिएनन्। भाउजूहरूले चाकर्नी बनाए। छरछिमेकीले पनि अनेक ताना मार्न थाले। सेतो सारी लाएर बालकै छोरीलाई बाहिर भित्र गरेको देख्दा बाबुआमा पिरिएर झिङ्गटिँदै गए। यस्तो परिस्थिति देखेर अझ भविष्यमा आइपर्ने गतिविधि विचारेर यसरी अनेक भूगोल सहेर नाना भातीका टोकसो सुनेर मर्नका लागि दिनहरू बिताई काल पर्खनु भन्दा त किन म कल्याणकारी भगवान विष्णुको तपस्या गरेर भावी जन्म नसुधारू भन्ने मनमा सोची एक दिन मौका पारेर उनले आफ्नो मनको तर्क बेतर्क आमालाई भने। आमाले बाबुलाई सुनाइन्। तब बाबुले यसो मनमा गमेर छोरीको विचार त ठिकै हो भन्ने ठानी उसको इच्छा पुर्याइदिने तारतम्यमा लागे।
तब त्यो कुरा जजमानहरूलाई भनेर गण्डकी देवकी त्रिशुली नदी मिली त्रिवेणी भई नारायणी बनेको दोभान्ने र पहाडको भित्तामा बाढी नपुग्ने ठाउँमा पानीको सोता नजिकै पारी एउटा कुटी र एउटा लामो कटेरो बनाइदिए। त्यसपछि उनको रक्षा र सेवा अनि हेरचाहका लागि 7वटी अधवैंशी विधवाहरूलाई उसै कटेरोमा राखी छोरीलाई कुटीमा बसाले जजमानहरूलाई भनेर ती सबैलाई खानपानको सारा व्यवस्था मिलाइदिए। त्यसपछि ती बाल विधवा सुलोचना त्यसै कुटीमा बसेर त्यो 3 पवित्र नदी मिलेकोले त्रिवेणीको नाम पाएको त्यस दोभानमा दिनहु तिनै काल प्रातः मध्याह्न र साँझ नुहाएर आए कुटीमा बसी पद्मासन कसी निश्चल सोझो घाँटी गराई दुवै आँखाको हेराइलाई नाइटोमा पुर्याई सूर्यको जाज्वल्य तेजलाई आकाशभरि नै ढाकिएको सम्झी त्यस तेजमा मात्रै ध्यान अटल पारी त्यसै तेज राशिलाई विष्णुको स्वरूप मानी ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय भन्ने विष्णु मन्त्र मात्रै जपी नारायणकी अति भक्ति योगिनी भएर अत्यन्तै कठिन तपस्या गर्न थालिन्। उनी त्यहाँ सधैँ असल आचरणमा रहन्थिन्, कहिले कसैको फोगटिया सङ्गत गर्दैनथिन्। ध्यानमा तल्लीन रहेका बेला को आयो को गयो उनलाई पत्तो रहँदैन थियो। जो पवित्र खाना मिल्यो त्यही मात्र खाएर सन्तोष गर्थिन्। सधैँ एक छाक जो जुरेको फलफुल मात्र खाने र भक्तहरूले नियमित रूपले पालो बाँधेर ल्याइदिने गरेको गाईको दुध मात्र पिउँथिन्। सधैँ साँचो बोल्थिन्, थोरै बोल्थिन्, अत्यन्तै सुशीला थिइन्, सदा प्रसन्न रहन्थिन्। नारायणी शक्तिले मोहित भएर दर्शन गर्न आएका भक्तहरूले ल्याएर चढाएका वस्तुहरू पनि विशाल दिल भएकी उनी वरिपरि आसपासमा रहने दुखी दरिद्रीहरूलाई बाँडिदिन्थिन्। व्रतले देह सुकाएकी थिइन्, तर ब्रह्मचार्यका प्रभावले तेजिले थिइन्। बिहान नुहाएर आएपछि पितृहरूलाई ब्राह्मणहरूलाई दिएर अनि दिनको 6वटा भागमा फलफुल मात्र खान्थिन्। कठिन भन्दा पनि अति कठिन सारा व्रतहरू विधिपूर्वक गर्थिन्। पुण्य कर्म गरेर नै सारा महिना सारा वर्षहरू बिताउँथिन्। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि श्री स्वस्थानीका व्रतको नियम पालना गरी नारायणी दोभानमा प्रातः स्नान गरी कुटीमा आई आफ्नो नित्य कर्म सकी फेरि मध्याह्नमा सङ्गममै स्नान गरी त्यसको तीरमा बालुवाको 2वटा ससाना डिस्को बनाए त्यसैमा शिव पार्वतीको पूजा गरी कुटीमा आएर नारायणको तेज रूपमा ध्यानमग्न हुने गर्थिन्। माघ शुक्ल पूर्णिमाका दिन स्वस्थानीको व्रतको उद्यापन पूजा अर्थात् सावधिक व्रतको अन्त्यमा गरिने पूजा र ब्राह्मण भोज गराउँथिन्। अनि मकर राशिमा सूर्य रहन्जेल त्रिवेणीकै किनारमा रहेर त्रिकाल स्नान गरी उही नै नारायणको ध्यानमा तल्लीन रहन्थिन्। त्यस्ता प्रकारले ती सुलोचनाले 60 वर्ष त्यस कुटीमा बसेर 60वटै श्री स्वस्थानी देवीको व्रत पूजा गरिन् र 60 नैवटा मकर स्नान त्यस देवघाटको त्रिवेणीमा गरिन्। मकर राशिमा सूर्य सरेको दिन माघे सङ्क्रान्तिदेखि त्यसै माघ मसान्तसम्मको नित्य स्नानलाई हामी माघ स्नान वा मकर स्नान भन्दछौँ। त्यस कुटीमा त्यसै प्रकारले रहँदा रहँदै तिनी 75 वर्षकी भइन्। स्वस्थानीको 60वाँ पूजाको अन्तमा स्वयं स्वस्थानी देवी नै उनका सामु मात्रै प्रकट भएर त्यहाँ रहेका सबैले सुन्ने गरी, हे तपस्विनी, तिम्रो श्रद्धा भक्ति विश्वास पूर्वकको 60वटा अटुट पूजाले म अत्यन्त प्रसन्न भएँ। अब तिमी यो मकर स्नान सकेर आगामी फागुन शुक्ल पूर्णिमाका दिन मध्याह्न कालमा यस नारायणीको सङ्गममा नै कम्मर कम्मर पानीमा 3 डुबुल्की लगाएर सूर्यलाई हात जोडी लामो स्वरले ओम भन्दा भन्दै यो शरीर यही त्यागेर आत्मा शरीरले सरासर वैकुण्ठ जाऊ भनी श्री स्वस्थानी देवी अल्पिन्। यो कुरो थाहा पाएर त्यस दिन त्यस सङ्गममा भक्तजनहरूको घुइँचो लागेको थियो। ठिक भनेकै बेलामा देवीले भने जस्तै गरिरहेकी उनको तालु पड्कियो र उनको अदृश्य जीवात्मा उडेर सरासर वैकुण्ठ पुग्यो। पार्थिव शरीर पानीमै ढल्यो। भक्तजनहरूले उठाएर किनारामा ल्याए, सुताएर साराले फूल अर्पेर पूजा गरे। अनि खलियोका खलिया दाउराका चिता बनाएर त्यसमाथि त्यो मृत देह राखी सबैले मिली आफ्ना घरबाट ल्याएका पाथीका पाथी घिउ लासमाथि खन्याएर एउटा भक्तले दागबत्ती दियो र 10 गात्र क्रिया पनि गरिदियो तथा नियमपूर्वक बर्खी पनि गरिदियो। त्यसपछि तिनै भक्त पुत्रीकी आमाले नै त्यस आश्रमको नाउँ नारायणी आश्रम राखी त्यसै गरी रहन लागिन्। भक्तहरूले सुलोचनाको स्मृतिका लागि साधु सन्त तीर्थयात्री विद्यार्थीहरूका लागि त्यहाँ सदा व्रत गरिदिए। हे अगस्त्य मुनि, गंगा र सागरको संगम स्थल गंगा सागरमा समुद्रमा डुबेर रहेको कपिल मुनिको आश्रममा मकर संक्रान्तिको 7 दिन पहिलेदेखि 7 दिन पछिसम्म आश्रम माथिको समुद्रको जल पछि पछि हटेर आश्रम स्थललाई छोडिदिन्छ र कपिल मुनिको आश्रम पानीबाट बाहिर पोहोरको जस्तै देखिन्छ। त्यसै गरी हरेक कल्पान्तमा
त्यसै गरी हरेक कल्पान्तमा पहिले पृथ्वीलाई डुबाएर रहेको समुद्रको पानी पछि पछि सरेर पृथ्वीलाई डुबाउन छोडिदिन्छ त फेरि पहिलेकै कल्पका उही सृष्टि स्थिति उस्तै उस्तै प्रकारले दोहोरिने हुनाले आजसम्म पनि त्यो नारायणी आश्रमको परम्परा उसै गरी चलि नै रहेको छ। ही अगस्त्य मुनि, जब ती तपस्विनी सुलोचनाले देह त्याग गरिन् तब उनको जीवात्मा तत्काल वैकुण्ठ धाम पुग्यो त श्री स्वस्थानीको आशीर्वाद र विष्णुको प्रसन्नताले गर्दा पद्मा नाम गरेकी अप्सराको रूप धारण गर्यो र विष्णुले आफ्ना इच्छा शक्तिले तयार पारिएको सबै ऐश्वर्यले भरिभराउ भएको नयाँ स्वर्गपुरीमा सकल सुख भोग्दै 40वटा युग अर्थात् 10 चौघडीसम्म त्यही रहिन्। त्यो स्वर्ग यसै शरीरका आँखाले देख्नका लागि जस्तै दूरदर्शक स्थानबाट विशेष कृत्रिम बिजुलीद्वारा अन्तरालको नदेखिने व्याप्त बिजुलीमा फ्याँकिएको अदृश्य रूपमै त्यहाँको प्राकृतिक बिजुलीमा अदृश्य रूपले अनेक भएर फैलिएको दर्शक स्थानबाट फ्याँकिएको दृश्य जतासुकै देख्नलाई अर्कै यन्त्रको र विशेष बिजुलीको खाँचो पर्दछ, त्यस्तै अन्तरालको बिजुलीमा अदृश्य रूपले रहेको त्यो स्वर्ग देख्नलाई पनि तपस्याले आफ्नै शरीरमा उपार्जन गरेको दिव्य दृष्टि चाहिन्छ। त्यस्तो त्यो दिव्य स्वर्गपुरीमा 40वटा युग बिताएपछि एक दिन एकाएक टुप्लुक्क त्यहाँ आइपुगेका ब्रह्माले आफ्ना इच्छा शक्तिले उनको त्यो पद्म शरीरलाई अत्यन्त राम्रो रूप र जिउडालको शरीरमा परिवर्तन गरेर आफ्नै लोकमा लगी तिलोत्तमा नाम राखिदिनु भयो र भन्नुभयो, हे तिलोत्तमा पुत्री, तिम्रो यो अति राम्रो रूप राशिलाई देखेर म आफै पनि आश्चर्यचकित छु। त्यसकारण म तिम्रा पुण्यका प्रतापले बनेको यो शरीरलाई कहिले पुण्य क्षय नहुने बरु बढ्दै जाने तथा सारा ऐश्वर्यले भरिभराउ भएको परमधाम सूर्यलोकमा पठाइदिन चाहन्छु, जहाँ गएर तिमी आकाशमा सूर्य भगवान रहन्जेल यस्तै रूप र जीव डालले सकल सुख भोग्दै रहिरहनेछौ। यस्तो सूर्यलोकमा पठाउन मैले मात्र हुँदैन, समस्त देवताहरूको पनि सम्मति चाहिन्छ। तसर्थ तिमी देवताहरूलाई प्रसन्न पार्न उनीहरूका कट्टर शत्रु असाध्य बलिया अचेल अजनाब देश अर्थात् भारतवर्षको मगध प्रान्तको अम्बिकापुरलाई राजधानी बनाइरहेका सुन्द तथा उपसुन्द नामका दानवहरूलाई आफ्ना नक्कल झक्कलले मोहित पारी परस्परमा भिडाई मारेर आऊ। अनि म त्यस कामले प्रसन्न भएका देवताहरूको सभा बसाई तिमीलाई सूर्यलोक पठाउने प्रस्ताव सभामा राख्छु। तिम्रो कामले रिझिएका देवताहरूले अवश्य नै मेरो प्रस्ताव स्वीकार्नेछन्। तब म तिमीलाई सूर्यलोक पठाइदिनेछु भनेर अराएपछि ती तिलोत्तमा बनेकी सुलोचनाले तुरुन्तै ती दुवै दैत्यलाई मार्न त्यो ब्रह्मलोकबाट बिडा हातमा लिएर योग मार्गले अर्थात् जहाँ चितायो उही पुगिने शक्तिले जहाँ ती दानव रहन्थे त्यहाँ पुगिन् र त्यसको पवित्र जल भएकी रेवा नदीको जलमा नुहाएर कलेजी रङको सारी पहिरिएर रङमिल्दो चौबन्दी चोलो लगाएर सारा सिंगार पटारका सामानले सजिएर पाउजु छमछम पार्दै चुराहरू छन छन छन्काउँदै पहाडी सोताको नजिकै रहेको अशोक वृक्षको मणि फेदमा रहेको केही अग्लो चेप्टो ढुङ्गामाथि बसेर सेतो चमेलीको फुलले बनेको गजरा शिरमाथि सजेर रङ बिरङका गुणकेसरीका लहरा चुल्ठामा लड्काएर कञ्चनहारले कण्ठ सजाएर लुर्कन कानमा लगाएर सुनिरहँ जस्तो मिठो गीत गाउँदै छवटै स्वरले बिडा बजाउँदै बसेकी हेरिरहँ जस्तो चन्द्रमाको चाँदनी जस्तै रूप भएकी नारीलाई ती सुन्द तथा उपसुन्दका सिपाहीहरूले देखेर छक्क पर्दै तुरुन्तै हस्याङ फस्याङ गर्दै सुन्द उपसन्दका पास पुगेर हतारिँदै त्यस स्त्रीको बारम्बार वर्णन गर्दै भन्न लागे, हे महाराज, यहाँबाट नजिकै केही अगाडि नै साक्षात् कामदेवलाई नै पनि मोहित पार्ले जस्ती देवी हो कि दानवी हो कि यवनी हो कि यक्षी हो कि के हो? स्त्रीहरूमा रत्न समान कि मानव रत्नै रत्नले बनेकी जस्ती सोरे श्रृङ्गारले सजिएकी कोही युवती मधुर स्वरमा बिडा बजाउँदै बसेकी छ। रत्नका भोग गर्ने तपाईहरू चाँडै त्यहाँ गएर हेर्नुहोस्। यस्तो आफ्ना सिपाहीहरूको अत्यन्त सुन्दर वचन सुनेर तुरुन्तै अङ्गुरका सुराहरूको चुस्की लिन छोडेर त्यो नयाँ युवतीलाई मोहित पार्ने लुगा फाटा लगाएर कोही उसका रक्षक भए उनलाई निभाउने सुर कसेर अनि यमराजको डन्डा जस्तै देख्दै डरलाग्दा सय सय धार्नी फलामले बनाइएका आफ्ना गदा लिएर बुर्कुसी मार्दै ती दुवै भाइ सुन्द तथा उपसुन्द उहिले महिषासुरलाई मार्ने चण्डीले जस्तै गरी सारा श्रृङ्गारले सजिसजाउ भएर ती दुवै दैत्यको कामाग्निलाई दन्काउन कम्मर कसेर बसेकी त्यो तिलोत्तमा बाठाउँ पुगे र उनको अगाडि पुग्ने बित्तिकै उनको रूप राशिले लट्ठिएका तथा सुराले उन्मत्त भएर पातिएका ती दुवै भाइले परस्परमा भन्न लागे, हे भाइ, यो सुन्दरी मेरी नै स्वास्नी हुन्छ। अनि अर्कोले फेरि भन्यो, हेर दाइ, यसलाई तपाईँले त्याग्नुहोस्, यो कर्के आँखावाली मेरी नै स्त्री हुन्छ भन्दै मेरी मेरी भन्दै जङ्गिँदै काल नजिकिएका मत्ता हात्ती जस्ता ती दुवै दाजुभाइ आफ्ना गदाले परस्परमा हानाहान गरेर मरेर त्यही भुइँमा लम्पसार परे।
त्यसपछि ती तिलोत्तमा पनि देवताहरूको कार्य फत्ते पारेर 10 दिशालाई झलझल झल्काउँदै आकाश मार्गले ब्रह्माको पुरमा आइन्। अनि उनका कामले अति सन्तुष्ट भएका ब्रह्माजीले देवताहरूको सभा बसाए। ती तिलोत्तमाका कामको वृत्तान्त बताए। उनीहरूबाट तिलोत्तमालाई सूर्यलोक पठाउने अनुमति पाएपछि ब्रह्माले भन्नुभयो, हे सुन्दरी, अब उपरान्त तिमीलाई यस्तै रूप, यस्तै उमेरकी रहिरहने गरी बस्ने ठाउँ सूर्यको रथमा दिए। अब तिमी उही जाऊ र आकाशमा सूर्य रहन्जेलसम्म तिम्रा इच्छा अनुसारका अनेक सुख भोगहरू भोग्दै उही रहु भनी पठाए। तसर्थ कल्याण चाहनेले समयको सदुपयोग गर्नुपर्ने हुन्छ। यस्ता प्रकारले त्रिवेणीको संगम स्थल नारायणीको तटमा रहेर स्वस्थानीको 60वटा व्रत पूजा र 60वटै मकर स्नान तथा 60 वर्षसम्मको नारायणी तटको निवासको पुण्य फल मिलेकाले मरेपछि ती सुलोचना ब्राह्मणी वैकुण्ठ पुगेर पहिले पद्मा भइन्, अनि अप्सराहरूमा उत्तम तिलोत्तमा भइन् र अन्त्यमा सूर्यलोकको बास पाइन्। आज पनि उनी उही छन्। अरूहरू पनि जसले सुलोचनाले जस्तै गरी त्यो व्रत नियम पालना गर्ला, उसले उसै पुण्यफल पाउनेछ। त्यसकारण हे अगस्त्य मुनि, आफ्नो कल्याण चाहने मनुष्यले जसरी तसरी जे गरेर भए पनि वैकुण्ठ बास प्राप्तिका लागि श्रद्धा विश्वासपूर्वक नारायणीको सिरानमा रहेको देवघाटको त्रिवेणीमा माघभरि बसी मकर स्नान गर्ने गरून्। महिनैभरि त्रिवेणीमै बसेर मकर स्नान गर्न नसके पनि 3 दिन त त्रिकाल स्नान प्रत्येक वर्ष अवश्य नै गर्ने गरून्। त्यसै गरी स्वर्गलोकको मात्र अस्थायी बास चाहनेहरूले प्रयागको त्रिवेणीमा मकर स्नान गर्ने गरे पनि हुन्छ। ध्यानावस्थिति तद्गतेन मनसा पश्यन्ति यं योगिनो। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वराय व्रत कथाय सुलोचना सूर्यलोक गमन नाम 29 अध्याय। तस्मै नमः।